पहिला मैले गरेँ त्यस्तै यो पनि हो। यहाँ 2 इंटीग्रेशन अफ 2x + 3 डिवाइडेड बाइ x² + 4x + 5 यसको इंटीग्रेशन गर्नु छ। तब हामीले पहिला माथि एउटा कुनै नम्बर भएको भए या लेटर एप्लिकेसन कुनै छ भने लेटर छ भने तर तललाई लेट गरेर माथि पुर्याउनु पर्छ। तर यहाँ लेट गर्यो भने यहाँ x लाई लेट गर्यो भने 2x + 3 आउनै सक्दैन। त्यसैले के गर्ने या यसमा दुईटालाई पनि लेट गर्यो भने यति आउन सक्दैन। त्यसैले के गर्ने हामी यस सबैलाई लेट गर्दिने पहिला। सबैलाई लेट गर्दा यसको डेरिभेटिभ लेट गर्दा डेरिभेटिभ आउँछ 2x + 4। अब हामीले यति त्यहाँ माथिमा पुगाउने। अब यति पुगाउनको लागि 2x त पहिलादेखि छँदै छ 3 छ त 4 पुगाउनको लागि +1 राख्नु +1 एउटा -+1 गर्दा पनि -1 पनि राख्नुपर्छ। तरलाई सेम राख्ने। अब यसलाई सेपरेट अब दुवै भयो। अब 3 भयो यहाँ 2x + 3 1 3 + 1 4 यो -1 भयो। अब तलको त्यस्तैको त्यस्तै राख्ने। अब यसलाई फेरि सेपरेट गर्ने 2x + 4 हामीले माथि थियो डेरिभेटिभ गरेर त्यहाँ थियो यसलाई अलग गर्ने र यसलाई अलग गर्ने। अब हामीले पहिला गरेको थियो 1/x त यदि डेरिभेटिभ हामी x को गर्यो भने 1 आउँछ र इंटीग्रेशन हामीले गर्दै यही x लाई हामी तल राखिदियो। यसको डेरिभेटिभ जुन छ डेरिभेटिभ माथि र जसको डेरिभेटिभ निकाल्यो त्यसलाई तल हानिदियो भने त्यसको कति आउँछ ln x आउँछ इंटीग्रेशन गर्दा। सेम यहाँ पनि त्यस्तै छ। यसको डेरिभेटिभ गर्दा यति आएछ। जस्तै यसको डेरिभेटिभ गर्दा 1 आउँछ त्यस्तै यसको डेरिभेटिभ गर्दा यति आएछ र यति डिवाइडेड बाइ त्यसको होल जुन जतिको हामीले डेरिभेटिभ गर्यो त्यसको कति आउँछ ln 4x² + 4। जस्तै यहाँ यसको डेरिभेटिभ गर्दा ln तलवालालाई x हाल्यो भने यसका त्यहाँ त्यस्तै हाल्ने र यसलाई हामीहरु के गर्ने कम्प्लिटिङ स्क्वायर मेथडमा लगाउने x² + 2ab त 2 * ax र 2 हामीले आफूले थपेको भने 4 पुग्छ। त 4 पुग्दा 2 राखे आफूले भने +2 र -2 पनि गर्नुपर्छ +2 को स्क्वायर -2 को स्क्वायर। अब यसलाई हामी यहाँ यसको ln त भइसक्यो। अब -1/x + 2 को होल स्क्वायर यहाँ 2 दूनी 4 र +5 छ +5 मा 4 गयो 1 आयो त 1 को स्क्वायर गर्दैन त x² + a² को फर्मुला के हो इंटीग्रेशनमा 1/a tan इन्भर्स x/a। त यहाँ ln यता 1/a भनेको 1 हो त 1 आयो tan इन्भर्स x भनेको x + 2 छ /a 1 + c। त्यसले फेरि 10 सोल्भ गर्दा यति आउँछ।